मलेसियामा भइरहेको एसएससी मेन्स U16 इस्ट जोन कप 2025 अन्तर्गत समूह A को अन्तिम खेलमा नेपालले भुटान विरुद्ध 358 रन बनाएको थियो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 5 विकेटको क्षतिमा 358 रन जोडेको हो। नेपालका लागि रौनक श्रीवास्तवले शतक प्रहार गरे। उनले अन्तिम ओभरमा आउट हुन अगाडि उनले 132 बलमा 16 चौका र 5 छक्काको मद्दतबाट 168 रन बनाएका थिए। जय थापाले नट आउट 61 रन बनाउन सफल रहे। थापाले 67 बलमा 7 चौका प्रहार गरे। त्यसअघि ओपनरद्वय परिमार्जन यादवले 2 रन र प्रसिद्ध जैसीले 7 रनमा चित्त बुझाएका थिए। दुवै ओपनरलाई भुटानका सञ्जय दर्जीले बोल्ड गरेका थिए। शिवांश बजगाई रनआउट हुन अघि 54 रन बनाए भने सुगम बुढाथोकीले 35 रनको योगदान दिए। बोलिङतर्फ भने नेपालका कप्तान विपिन प्रसाद शर्माले 4 विकेट लिए। उनले 10 ओभरमा 4 मिडियन राख्दा 7 रन मात्र दिए। सुयोग भट्टराई र सचिन भट्टले 2 विकेट हात पारे। भुटानलाई हराउनुमा नेपालका बोलरहरूको उत्कृष्ट योगदान रह्यो। जम्मा 60 रनमै सबै खेलाडीहरूलाई समेट्न सफल रहे। यसअघि नेपालले लगातार 3 खेल जितेर सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ। नेपालले आइतबार भएको खेलमा इन्डोनेसियालाई 370 रनको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम 4मा स्थान बनाएको थियो। नेपालले पहिलो खेलमा सिङ्गापुर र दोस्रो खेलमा जापानमाथि उत्कृष्ट जित हासिल गरेको थियो। नेपालले सेमिफाइनलमा घरेलु टोली मलेसियासँग खेल्नेछ। अर्को खेलमा समूह B को विजेता हङकङ र समूह A को विजेता सिङ्गापुर बीच खेल हुनेछ। अबको खेल प्रतियोगिता भने यानि कि अबको सेमिफाइनल असार 19 र फाइनल असार 21 गते हुनेछ।